साथीहरू आज चाहिँ एकदमै हेल्दी तरिकाले चिउराको पुवा बनाऊँ है। बनाउन पनि सजिलो अनि खान पनि एकदमै नरम अनि मिठो हुन्छ यो पुवा चाहिँ। सुरुमा चिउरालाई मैले मजाले धोएर यसको पानीलाई पखालेर एकैछिन 2 मिनेट जति भिजाउनको लागि राखिदिन्छु। अनि यता चाहिँ एउटा भाँडामा, यो फलामको भाँडा हो, फेरि कति कालो भएको भाँडा भनेर नभन्नु होला। यो भाँडा यस्तै नै, यो भाँडामा 2 चम्चा जति घिउ राखेर अनि माथिबाट यो नरिवललाई हल्का ब्राउन कलर हुनुपर्ने अलि धेरैको भुटेछु मैले। अनि नरिवल अनि सौफ राखेर मजाले एकछिन भुटिदिन्छु। ड्राई फ्रुट्सहरू जे राख्नु भए पनि हुन्छ। अनि माथिबाट सक्खरलाई राखिदिएँ। अब गुलियो चिनी खानुहुन्छ भने चिनी राख्दा पनि केही फरक पर्दैन। यो सक्खरलाई राखिदिएँ। अब एकैछिन सक्खरलाई हल्का मेल्ट भइसकेपछि यो चिउरालाई राखिदिएँ, यो भिजाएको चिउरालाई। अनि एकछिन मजाले चलाइदिन्छु। अनि यो हल्का हल्का तल लाग्दै जान्छ। एकछिन चलाउँदै पकाउनु पर्छ। अनि 2 चम्चा जति माथिबाट घिउ राखेर, अब थोरै राख्नु भए पनि हुन्छ, नराख्नु भए पनि केही फरक पर्दैन। घिउ राखेर बनाइसकेपछि चिउराको पुवा रेडी भयो। हेर्नुहोस् त। थ्याङ्क यू फर वाचिङ।